नमस्ते सबैजनालाई। आज फेरि एउटा भिडियो लिएर उपस्थित भएको छु जुन कि बिएससी फर्स्ट इयरको हो। यहाँ हेर्न सक्नुहुन्छ क्वेसन 17 को ए नम्बर सल्भ गर्न गइराखेको छु। यहाँ भनेको छ डाइभर्जेन्स ए भ्याक्टर क्रस आर भ्याक्टर बाई आर इक्वल टु 0 भन्दैछ। हेराउनको लागि तलमा म्याग्निट्युड दिएको छ, माथिमा आर भ्याक्टर दिएको छ। हामी गइरहेको छु सल्भ गर्न है। के कुरा काम लाग्छ हामी बिस्तारै तपाईहरुलाई भन्दै र साइडमा लेख्दै जान्छु है। डाइभर्जेन्ट भनेको के हो एकचोटि यसलाई सारौँ ल, यसलाई चाहिँ सारौँ है। के हो ए भ्याक्टर प्लस आर भ्याक्टर बाई आर हैन। भिडियो त ठिकै छ ल। यहाँ हेर्नु डाइभर्जेन्टलाई के लेख्न सकिन्छ, यहाँ हेर्नु डाइभर्जेन्टलाई के यस्तो नेमला लेख्न सकिन्छ हैन, नेमला डट हैन, नेमला डट त्यसपछि के हुन्छ त्यो लेख्न पाइन्छ हैन। जस्तै कर्ललाई के लेख्न सकिन्छ, क्रस नेमला क्रस लेख्न सकिन्छ हैन। त्यस्तै डाइभर्जेन्टलाई मैले यहाँ यो नेमला डट ए भ्याक्टर क्रस आर भ्याक्टर बाई आर दिएको छु। ग्रेडियन्ट भएको भए यो डट थिएन क्या ल। अब यो हेर्नु त माथिमा ए बाई बी को फर्ममा छ, ए बाई बी को फर्ममा, ए बाई बी को फर्ममा हैन छ नि। र यसलाई पहिले यो नेबलाको हामीलाई खोलौँ त। नेबलाको भ्यालु के हुन्छ हेर्नु त। यहाँ नेबलाको भ्यालु आई भ्याक्टर पार्शियल डेरिभेटिभ बाई एक्स प्लस जे भ्याक्टर पार्शियल डेरिभेटिभ बाई वाई, त्यसै गरी के भ्याक्टर पार्शियल डेरिभेटिभ बाई जेड। यसलाई अझै के लेख्न सकिन्छ सर्ट फर्ममा है। यहाँ फोकस हुँदैन। यहाँ के लेख्न सकिन्छ भनेको समेसन आई भ्याक्टर डट पार्शियल डेरिभेटिभ बाई एक्स यति लेख्न सकिन्छ है। यतिलाई यसलाई यो समेसनलाई हटायो भने यहाँ सबैमा डट हुन्छ है, डट हुन्छ है। समेसनलाई हटायो भने यति हामीले लेख्न सकियो र समेसन लगायो भने एउटा लेख्दा हुन्छ है ल। यहाँ यो नेबलाको ठाउँमा हामी हालौँ त समेसन आई भ्याक्टर डट पार्शियल डेरिभेटिभ बाई एक्स। अब यहाँ के हुन्छ ए भ्याक्टर क्रस आर भ्याक्टर बाई आर भ्याक्टर है। अब यो ए बाई बी को फर्ममा जान्छ। यहाँ हेर्नु त पार्शियल डेरिभेटिभ फर्मुला के हो, ए बाई बी को के हो फर्मुला भन्नु त। तलमा बी स्क्वायर हैन, बी यहाँ कमन जान्छ, पार्शियल डेरिभेटिभ एक्स जस्तो हामी डेरिभेटिभमा गरेको हैन सेम त्यसरी नै छ। ए बाहिर जान्छ अनि पार्शियल डेरिभेटिभ बीमा लाग्छ। सेम त्यसरी नै यहाँ गर्छु, या तपाईँ आरलाई माथि लगेर पनि गर्न सक्छु। आर 1 बाई आर भनेको आर माइनस 1 हैन। आर माइनस 1 लाई मल्टिप्लाईको ए डट बी को डिफ्रेन्सिएट गर्न सक्नुहुन्छ है भन्नाले पार्शियल डिफ्रेन्सिएट गर्न सक्नुहुन्छ है। त्यसरी नै हामीले बाईमै गरौँ है। तपाईँ त्यो तरिकाले पनि गर्न सक्नुहुन्छ है। त्यो तरिकाले तपाईँ बुकमा भेटाउनुहुन्छ डट हिसाबले। म यो हिसाबले गरिदिँदैछु है। यहाँ के हुन्छ भने बी स्क्वायर भनेको आर स्क्वायर हैन, आर स्क्वायर पार्शियल यहाँ के हो हुन्छ यो आर बाहिर निस्किन्छ, पार्शियल डेरिभेटिभ आर एक्स ए भ्याक्टर क्रस आर भ्याक्टर हैन। यहाँ माइनस हुन्छ बिचमा, ठिक छ माइनस हुन्छ। त्यसपछि हामीले यसलाई बाहिर कन्स्ट्यान्ट मानेको हैन, बाहिर निकालेको हो। अब यसलाई बाहिर निकाल्नु ए भ्याक्टर क्रस आर भ्याक्टरलाई पार्शियल डेरिभेटिभ आर बाई आर एक्स यति भयो है। अलि मोबाइल हिल्दैछ है। यति भयो हैन। इक्वल टु अगाडिमा लेख्दै जानु है ल। अब हेर्नु क्या, अब यसलाई हामीले खोल्नु पर्छ है। यो यति भयो, यसलाई हामी ब्र्याकेट हालौँ है, डट हाले। यसलाई खोलौँ त के हुन्छ एकचोटि अझै मल्टिप्लाई गरौँ के, मल्टिप्लाई भन्नाले क्रस
गरौँ के हुन्छ यसको एउटालाई कन्स्ट्यान्ट एउटालाई भेरिएबल मानौँ है। ए बाहिर निस्कियो क्रस आर भेक्टर आर यति लेख्न सकिन्छ हैन, माइनस सरी प्लस हैन, इन्टुमा त प्लस हुन्छ हैन। अब आर एमा लगाम हैन, एमा लगाम यसलाई बाहिर निकालौँ। अब यहाँ हेर्नु एउटा कुरा हेर्नुपर्छ है, हेर्नु यहाँ यसको 0 नै हुन्छ यो, किनभने पार्शियल डेरिभेटिभ कन्स्ट्यान्टको भ्यालु जहिले 0 नै हुन्छ है। त्यसरी यो यसको पुरैको भ्यालु 0 नै भयो है। समेसन आई के बच्यो आर बच्यो अनि ए भेक्टर क्रस पार्शियल डेरिभेटिभ आर बाई आर एक्स यति भयो। अनि यता के बच्यो माइनस ए क्रस आर भेक्टर डिआर बाई डिएक्स यति भयो। अनि आर स्क्वायर छ, आर स्क्वायरले बेग्ला बेग्लै गर्दिउँ ल। आर स्क्वायर यहाँ आयो, यहाँ आर स्क्वायर यहाँ काट्दा पनि हुन्छ हैन, आर यसरी हो आर स्क्वायर है हैन। अब के गरौँ हामी यसलाई डट छ कटो हैन 1 बाई आर बच्यो। अनि यसको भ्यालु थाहा छ डिआर भ्याक्टर बाई एक्स भ्याक्टर भ्यालु थाहा छ भने डाइरेक्ट भ्यालु पुट गर्दा पनि हुन्छ, भ्यालु थाहा छैन भने यहाँ साइडमा निस्काउँदा पनि हुन्छ। यो आर भ्याक्टर भनेको पोजिसन भ्याक्टर हुन्छ, एक्स आई प्लस वाइजे प्लस के जे के ज्याड के हुन्छ है। अब हेर्नु त यहाँ के हुन्छ, यसको डिफ्रेन्सिएट गरौँ त डिआर बाई डिएक्स हैन। यहाँ के मागेको छ डिआर भेक्टर बाई डिएक्स के हुन्छ गर्यो भने कति आउँछ आई आउँछ। यसकै म्याग्निट्युड निस्काउँ त हामीले, आर को म्याग्निट्युड के हुन्छ यस्तो लेख्न पाइन्छ हैन। आर भनेको कति रुट अन्डर एक्स स्क्वायर प्लस वाई स्क्वायर प्लस जेड स्क्वायर हैन, किनभने यहाँ पनि हामीलाई म्याग्निट्युडको चाहियो है। आर स्क्वायर लेख्न पाइन्छ हैन, एक्स स्क्वायर प्लस वाई स्क्वायर प्लस जेड। अब यसको पार्शियल डेरिभेटिभ गरौँ 2r पार्शियल डेरिभेटिभ आर बाई आर हैन, पार्शियल डेरिभेटिभ एक्स को रेस्पेक्टमा यहाँ के हुन्छ 2x हैन। अब डी पार्शियल डेरिभेटिभ आर बाई आर एक्स के हुन्छ यो 2 2 कटो एक्स इक्वल टु एक्स बाई आर। एउटा यो भ्यालु हामीलाई काम लाग्छ, एउटा यो भ्यालु काम लाग्छ है, दुईवटा भ्यालु ल। यो दुईवटा भ्यालु हालौँ त, यो हामीले आर स्क्वायर छ यहाँ आर स्क्वायर छ काटेको 1 बाई आर बच्यो है। अनि ए क्रस यो यतिको भ्यालु कहाँ कति हो आई हैन, आई हालौँ पुट गरौँ माइनस। अब यहाँ हेर्नु यो सेमकै सेम लेख्ने, तलमा आर स्क्वायर हो डिआर बाई डिएक्स म्याग्निट्युड भ्यालु कति हो हेर्नु त एक्स बाई आर हैन, एक्स बाई आर पुट गरौँ है ल। यतिसम्म भयो। अब हेर्नु यो डटको डट भयो 1 बाई आर लेखौँ, यसलाई ए भ्याक्टर क्रस आई भ्याक्टर माइनस ओके ए भ्याक्टर क्रस आर भ्याक्टर एक्स भयो। यो आर नै हो है, सेम आर हो, सरी आर सानो आर मैले युज गरेको छु, सानो यो आर नै गरौँ है। आर क्युब भयो हैन, आर स्क्वायर प्लस 1 आर क्युब। अब यो डटले मल्टिप्लाई गरौँ यो दुईटैमा, सम आई इन्टु ए 1 बाई आर बाहिर लेखिदिउँ ल, कन्स्ट्यान्ट नै हो नि म्याग्निट्युड माइनस यहाँ पनि आई डट ए क्रस आर यसलाई 1 बाई आर क्युब गरौँ। यो एक्स छ नि एक्सलाई यहाँ लेखिदिउँ, यहाँ 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 किन लेखेको हामीले अहिले भन्छु है, यहाँ लेखौँ ल ल यति है। अब यहाँ हेर्नु त यो यहाँ किन लेखेको सम अफ आई एक्स, यसलाई हेर्नु त यसको अर्कोमा कसरी लेख्न सकिन्छ आर पोजिसन भएछ आर भयो भ्याक्टर भने एक्स आई प्लस वाई जेड प्लस जेड एक्स, यसलाई समेसन
xi लेख्न सकिन्छ। यसलाई खोल्यो भने यसको मिनिङ के हो, xi भ्याक्टर प्लस y जे भ्याक्टर प्लस द्याट के भ्याक्टर होइन। यसको भ्यालु यति लेख्न पाइन्छ। आर भ्याक्टर भनेको सम अफ xi, यसरी नै यहाँ xi भनेको आर भ्याक्टर लेख्न पाइन्छ होइन। उल्टो छ, उल्टो लेख्दै केही हुँदैन, डट प्रोडक्टमा भएको भए अलि समस्या हुन्थ्यो, डट प्रोडक्ट छैन है। अब यहाँ आई र ए है यति भयो, माइनस यसको ठाउँमा आर लेख्न सकिन्छ होइन। आर के हो, आर भ्याक्टर लेख्नुपर्छ है, आर भ्याक्टर बाई आर क्युब डट ए क्रस आर होइन। अब यता हेरौँ है, यो स्केलर ट्रिपल भ्याक्टरमा जान्छ, आई आर ए आर होइन। स्केलर ट्रिपल भ्याक्टर के भन्छ भने हेर्नु है, ए भ्याक्टर डट बी भ्याक्टर क्रस सी भ्याक्टरलाई हामीले स्केलर ट्रिपल भ्याक्टर भन्छौँ होइन। योमा कुनै दुईवटा सेम भयो भने हामीले त्यसको भ्यालु 0 लेख्न सक्छौँ हामीले। यहाँ मैले तपाईँलाई अलि यो हेराइदिँदैछु ल, योमा कहाँ छ भने यहाँ हेर्नु, यहाँ स्केलर ट्रिपल भ्याक्टर हो नि, यहाँ हेर्नु यसलाई स्केलर ट्रिपल भ्याक्टर सर्ट फर्ममा लेख्दा हुन्छ नि। यसैलाई सर्ट फर्ममा कसरी लेख्छ, ए भ्याक्टर बी भ्याक्टर प्लस सी भ्याक्टरलाई स्केलर ट्रिपल भ्याक्टर भन्छ। यसैमा दुईवटा सेम भयो भने हामीले 0 लेख्न पाउँछौँ है। यसलाई हामीले सर्ट फर्ममा लेख्दा पनि हुन्छ, यही लेख्दा पनि हुन्छ है। यहाँ कति भयो, 1 बाई आर इक्वल टु इन्टु 0 माइनस 1 माइनस आर बाई आर क्युब इन्टु 0, किनभने यहाँ हेर्नु आर भ्याक्टर र आर भ्याक्टर सेम छ, यहाँ आई भ्याक्टर र आई भ्याक्टर सेम छ भने 0 भयो है। ल 0 भनेको 0 हामीले प्रुभ गरिसक्यौँ, 0 यही भयो हाम्रो एन्सर है। इक्वल टु नछाड्नु है। ल आजको लागि यति नै। केही कन्फ्युजनहरू छ भने तपाईँ कमेन्ट गर्न सक्नुहुन्छ है।